हेलो हाई के छ साथीहरू सन्चै आराममा हुनुहुन्छ होला हैन। म चाहिँ 6-7 महिनापछि चाहिँ फेरि यो च्यानलमा ब्याक गर्दैछु। अब निरन्तर रूपमा चाहिँ काम गर्ने कोसिस गर्नेछु हैन। हजुरहरूले साथ अनि सपोर्ट गर्न चाहिँ नभुल्नु होला, नछोड्नु होला हैन। साथ सपोर्ट गरिदिनु होला। अनि अरु के छ हजुरहरूको हालखबर सन्चै हुनुहुन्छ होला हैन। यो अहिले चाहिँ जति पनि यो एनटिसी प्रयोगकर्ताहरू हुनुहुन्छ नि, उहाँहरूको लागि चाहिँ खुसीको खबर आएको रहेछ नि त हैन। यदि डाटा सकियो भने चाहिँ पैसा नकाट्ने बनाउन मिल्ने रहेछ कि। अब जान्नेले त ठिकै हो, नजान्नेको लागि त अलि मुस्किल नै हुन्छ नि त हैन। अब सबैजना पढे लेखेको हुँदैन हैन, एजुकेटेड हुँदैन नि त सबैजना। अब उहाँहरूको लागि पनि अब हजुरहरूले जो जानेको छ उहाँले सिकाइदिनु होला, किनभने रिचार्ज गर्न कति मुस्किल हुन्छ हैन। अब भनौँ न 100 रुपैयाँ रिचार्ज गर्न पनि मुस्किल हुन्छ नि त आजभोलि हैन, मान्छेहरूलाई हैन समस्या हुन्छ नि त, आफ्नो समस्या हुन्छ। रिचार्ज गर्न सजिलो छैन, पैसा कमाउन सजिलो छैन हैन। अब जमाना पनि यस्तो भइसक्यो कि फेरि इन्टरनेट बिना चाहिँ मजा नआउने कि, निन्द्रा लाग्ने। मोबाइल बिना चाहिँ मोबाइलमा सुत्ने बेलामा हुन्छ कि अब कुनै बेला अब त्यतिकै बसिरहेको बेला भनौँ न 2-4 वटा भिडियो हैन, 8-10 वटा भिडियो नहेरेसम्म त अलि गाह्रो नै हुन्छ नि त। त्यही भएर त्यही हुनाले चाहिँ अब जानेको लागि चाहिँ ठिकै छ, नजान्नेहरूको लागि अब तपाईहरुले यसो सिकाइदिनु होला। नै त *444# हान्यो भने चाहिँ त्यहाँबाट मिलाउन मिल्दो रहेछ। सबैजनालाई जानकारी होस् हैन। अब डाटा सकिएपछि पैसा काटिने समस्या धेरै थियो नि त यो, किनभने मान्छेले थाहा हुँदैन डाटा यति छ भनेर हैन। एकहोरो हेरिरहन्छ, एकहोरो हेरिरहँदाखेरि चाहिँ डाटा सकिन्छ। अनि भएन भनेर मेन ब्यालेन्स पनि सकिन्छ नि त। यो समस्या भएकोले चाहिँ हजुरहरूले जानेकोहरूले चाहिँ नजान्नेहरूले चाहिँ यसो सिकाइदिनु होला हैन। अब राम्रो सुविधा ल्याएको छ अहिले गृहमन्त्रीले चाहिँ। हुन त गृहमन्त्री हुनुभन्दा अगावै यो प्रोसेसिङ चाहिँ गरिसक्नु भएको थियो हैन सुदन गुरुङले। अब राम्रो भएको छ, डाटा सकिएपछि मेन ब्यालेन्स नकाटिने भनेको राम्रो कुरो हो यो पनि है त। ल अब मेरो भिडियो चाहिँ आज फर्स्ट भिडियो हो यो वर्षको चाहिँ हैन। सबैजनाले साथ सपोर्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला है त।